जब भीष्म पितामह बाणशय्यामा सुत्नु भएको थियो, मृत्युलाई कुरेर बस्नु भएको थियो, त्यति बेला भगवान श्रीकृष्ण उहाँलाई भेट्न जानुभयो। उहाँको मृत्युलाई सुधार्नको लागि, अन्तिम दर्शन दिनको लागि भगवान जब जानुभयो, त्यति बेला भीष्म पितामहले बडो नम्र भावले सोधे, हे प्रभु, हे श्रीकृष्ण, मैले आजसम्म त्यस्तो कुनै पाप गरेको जस्तो लाग्दैन मलाई। मैले हस्तिनापुरको गद्दीलाई बचाउनलाई निष्ठावान भएर कर्म गरेँ। मैले हस्तिनापुरलाई जहिले पनि आफ्नी माताको दर्जा दिएँ र कुनै पनि माताहरूलाई हेर्दाखेरि मैले आफ्नै दिदीबहिनी आमाको दर्जा दिएँ, कहिले पनि कुदृष्टि लगाइनँ। म ब्रह्मचारीको नियम मैले पुरा पालन गरेँ। एक ब्रह्मचारी थिएँ, ब्रह्मचारीकै नियम मैले पालन गरेँ। कहिले मैले कसैलाई अभद्र व्यवहार गरिनँ, कहिले कसैलाई मैले तुच्छ व्यवहार गरिनँ, कहिले कसैको मैले केही लिन कसैलाई शोषण गरिनँ। तर आज मलाई यति ठुलो कष्टप्रद मृत्यु प्रभु, दुशासन जस्तो पापी, दुर्योधन जस्तो पापी, कर्ण जस्तो पापी, जयद्रथ जस्तो पापी, शकुनी जस्तो पापीलाई हजुरले एक एक बाणमा निप्टाइदिनु भयो। एक एक बाणमा उनीहरू मरे। तर मलाई यो बाँडेको सैया किन प्रभु? यति असह्य पीडावाला मृत्यु किन मलाई चाहिँ? यति ठुलो गल्ती मैले के त्यस्तो गरेको थिएँ भनेर जब भीष्म पितामहले सोध्नुभयो, भगवानले मुसुक्क मुस्कुराएर भन्नुभयो, पितामह सुन्नुहोस्, जति बेला तपाईँको सभामा द्रौपदी नाङ्गिँदै थिइन्, द्रौपदीको चिरहरण हुँदै थियो, तपाईँकी कुलवधुको चिरहरण हुँदै थियो, त्यति बेला मैले अरू कसैलाई पनि हेरेको थिइनँ, केवल तपाईँलाई मैले हेरेको थिएँ। तपाईँतिर मेरो नजर थियो। किनकि तपाईँ धर्मपरायण हुनुहुन्थ्यो, तपाईँ निष्ठावान हुनुहुन्थ्यो, तपाईँ सज्जन हुनुहुन्थ्यो, तपाईँ धर्मात्मा हुनुहुन्थ्यो, तपाईँ न्यायप्रेमी हुनुहुन्थ्यो। त्यसैले तपाईँले न्याय गर्नुहुन्छ भनेर, तपाईँले केही त्यहाँ बोल्नुहुन्छ, तपाईँले त्यो रोक्नुहुन्छ भनेर मैले तपाईँतिर मात्रै हेरेँ। तर तपाईँले एक शब्द बोल्नु भएन, मुख चुप लगाएर बस्नुभयो। तर तपाईँले त्यहाँ केही गर्नै पर्दैन थियो। एक शब्द तपाईँले दुर्योधनलाई भनिदिएको भए, एकपटक डाँट फटकार, एकपटक हकारेर दुर्योधनलाई बोलाएको भए यो सारा कुकृत्यहरू त्यति बेला रोकिन्थ्यो। तर तपाईँले त्यो रोक्नु भएन, रोक्न चाहनु भएन र यस्तो कुकृत्य भयो। हे पितामह सुन्नुहोस्, पाप गर्नेवाला व्यक्ति भन्दा पनि पाप गर्नेवाला व्यक्तिलाई साथ दिने व्यक्ति एकदम झन् ठुलो पापी हुन्छ। तपाईँले त्यो पापी दुर्योधनको साथ दिएको हुनाले तपाईँ त्योभन्दा ठुलो पापी हुनुभयो। र त्यति बेला नि मैले यो सजाय सोचेको थिएँ कि तपाईँलाई चान्चुने सजाय दिएर हुँदैन। दुनियाँले सिकोस्, जो पापी छ त्यो पापीको साथ दिनेवाला व्यक्तिलाई म यही हाल गर्छु भनेर दुनियाँले यो लेसन सिकोस् भनेर मैले तपाईँलाई यस्तो भयानक मृत्यु दिएको भनेर भगवानले भन्नुभयो। हेर्नुहोस् त, पाप गर्नेवाला व्यक्ति भन्दा पनि पापीलाई साथ दिनेवाला व्यक्ति कति पापी हुँदो रहेछ भनिहालेँ त मैले बारम्बार मेरो भिडियोमा भन्ने गरेको छु कि यदि कुनै सज्जनलाई रुवाएको छ भने, तपाईँले कष्ट दिनुभएको छ भने एउटा पनि खेर जाँदैन, सबै फर्केर आउँछ। साउ ब्याज के हुन्छ नि, ब्याजको स्याज सबै गुना दुगुना भएर फर्केर आउँछ। राम्रो गरेको भए पनि आउँछ, नराम्रो गरेको भए पनि आउँछ। भीष्म पितामह जस्ता सर्वसमर्थ व्यक्तिलाई त भोग्नु पर्यो भने भगवानले भन्नुभयो तपाईँ सर्वसमर्थ हुनुहुन्थ्यो, तपाईँ गर्न सक्नुहुन्थ्यो त्यो काम, तपाईँले रोक्न सक्नुहुन्थ्यो, तपाईँले रोक्न सक्दै तपाईँले त्यो काम रोक्नु भएन। त्यसैले तपाईँलाई यो सजाय मिल्यो। तपाईँले रोक्न नसक्ने भएको भए म यो सजाय दिन्न थिएँ। तर तपाईँले सक्नुहुन्थ्यो त्यो रोक्नलाई, तर तपाईँले रोक्नु भएन। भनेपछि यसको मतलब के हो त? भगवानले के भन्न खोजेको त भन्दा संसारमा पनि काहीँ अपराध भइराखेको छ र त्यो रोक्न सक्ने व्यक्तिले रोकेन, न्याय दिएन भने त्यो व्यक्तिलाई यति ठुलो पाप लाग्छ कि त्यो पाप गर्ने व्यक्तिभन्दा पनि त्यो पापलाई नरोक्ने व्यक्तिलाई त्यति ठुलो पाप लाग्छ, त्यति ठुलो सजाय उसले भोग्नुपर्छ। त्यसैले भगवानले सानो सानो लीलाद्वारा हामीलाई सजग गराउँदै हुनुहुन्छ, चेतना दिँदै हुनुहुन्छ कि नगर, पापीलाई संरक्षण नगर।
पापीलाई संरक्षण गर्दाखेरि त्यो सजाय भोग्नुपर्छ, चाहे जानेर होस् चाहे अनजानमा होस्। हत्यारालाई, कसैलाई ज्यान मारेर आउनेवालालाई, यस्तोलाई जघन्य अपराध गर्नेवाला व्यक्तिहरूलाई, समाजमा अनेक प्रकारका कष्ट दिनेवाला व्यक्तिहरूलाई जसले संरक्षण गरेको छ उसको जीवनमा त्योभन्दा पनि बढी ठुलो उसले सजाय भोग्नुपर्छ, अन्तिम अवस्थामा भए पनि भोग्नै पर्छ भन्ने कुरा चाहिँ यो संवादले सिकाउँछ। राधे राधे।